मन छ त रोइ क्या हो है हेर्न आँसु झारी भाइले किन दिन्छु किन माया गर्छिस् तैँले मलाई यसरी भन् त किन रुन लाग्छिस् के भयो आउँछ दिदीको पनि आउँछ दिदी र मेरो सल्लाह भएको किन रुन लाग्छिस् भन् त के भयो भन्छ दिदी यसको आवाज किन आएन मेरो लाइफमा हेलो नलाग्नु भयो क्या दिदी बोलेकै छैन म्युटमा हुनुहुन्छ म म्युटमा थिएँ अनि किन रोइस् त भन् त केही नै हल्का इमोसनल हुनु भयो म ओए किन भन्न नरबे रोएको रोको सुहाउँदैन दिदी सरी है मेरो नि आँसु आयो यदि नरुनु तपाईँहरू सबजना हुनुहुन्छ मलाई नै नराम्रो यो चाहिँ रोको सुहाएन कि यसलाई बरु त चिच्चा करा होइन किन रुन लाग्छ गाली गर्नु झगडा गर्नु बरु होइन म हल्का इमोसनल भएको त्यति हो ठिक छ दिदी एकदम राम्रो है लास्ट एक्जाम भनौँ न होइन यसले यस्तो पनि हो कि यसले देखेकी छैन त मलाई म कस्तोबाट केबाट कताबाट आएको के थियो मसँग के हो कस्तो हो भनेर भाइ हामी नदेख्नेलाई त तपाईँले त्यो जुन गर्नुहुन्छ नि तर सब चिज देख्यो तर म तास खेल्दिनँ है त्यसरी तल तल बसेर यो गत्ता फुक्ती पहिला बाँसगाडी तलपट्टि गर तर मैले त्यो पहिला गाउँघरमा अरूहरूले खाएको त्यो के हुन्छ नि एउटा बोतल हुन्छ नि त्यो रक्सीको त्यो बेचेर बरफ चाहिँ खाएको हो यस्तो यस्तो काम त मैले गरेँ होइन है सोधेको मैले बुझ्नु भन्थेँ किन बरफ र बर्फु बेच्न ल्याउँथ्यो त्यो चाहिँ खाएको थिएँ मैले यस्तो यस्तो काम त गरेँ होइन यसलाई सुहाउँदैन क्या रोगो सुहाउँदैन यार मन्जलाई यो होइन यो त्यो त रुनको लागि बनेको हिँड्नुहोस् कि त्यो त साइन गर्नको लागि हो कि बुझिनुहोस् अनि साइन गर्नको लागि यस अब हेर यस्तो लाइफमा अप्स एन्ड डाउन्स सबैको छ हाम्रो भ्युअर्स जति पनि जानु हुन्छ सबैको लाइफमा अप्स एन्ड डाउन्स सबैको साथीहरू छन् सबैको दिदी बहिनी छन् सबैको यताउति सबैको नातागोता सबैले देखिरहेका छन् सबै हसल गरिरहेको छ सबै यताउति भइरहेको छ होइन अनि तिमीहरूले देखेर पनि आफूहरूलाई हामीलाई देखेर पनि कोही एकजना प्राउड भइरहेको छ कि बुझेन एक दिन यसले गर्छ यताउति गरेर यस्तो उता तर यसले फ्राइडे गुड फ्राइडेले स्याड बनाइदियो क्या त्यसैले नेभर स्टप हो क्या नेभर स्टप किप ड्रिमिङ अबाउट यर लाइफ हो क्या अलवेज खुसी भएको मैले गल्ती गरेँ क्या हेर आज खुसीको होइन यो यस्तै छ यो खुसीको आँसु हो अनि फेरि त्यो लास्टमा गोपिनीवाला पनि लाइन खतरा थियो गोपिनीवाला लाइन चाहिँ दामी थियो तर मेरो चाहिँ छैन है त्यस्तो गोपिनी आम नट द्याट काइन्ड लास्टमा एन्डिङ राम्रो होस् भनेर नि त्यही त हाँसोवाला एन्डिङ भनेको तर ठिक छ त के सम्झेको गोपिनी अनि लास्टमा चाहिँ म के कुराले तँलाई हिटा सम्झेर रोएँ यति धेरै कुराहरू भयो होइन सब चिज यति धेरै कुराहरू सबै चिज ठिक छ होइन भइरहेछ पास्ट मान्छेको दुःख सबैको लाइफमा हुन्छ यहाँ पुग्यो तर त्यो हुन्छ नि एउटा मुभमेन्ट कि यस्तो देख्न कसैले एउटा मान्छेले चाहिँ यस्तो चिजहरू देख्न सुन्न पाएनन् भन्ने त्यो हुन्छ कि फिल अघि पनि आउनुभयो त्यो दिदी पनि आउनुभयो कि कुलबाईले त्यस्तो गर्नुभएको छ यस्तो गर्नुहुन्छ मलाई कस्तो फिल भयो नि त होइन कस्तो प्राउड भएको खतरा मलाई त्यो फिल भयो कि त्यस्तै कुरा हुन्थ्यो होइन त्यो एउटा मनमा त्यो कतै न कतै खल्लो चाहिँ लाग्ने रहेछ कि बाबु ड्याडीलाई भनेकोले सुतले ड्याडीले मैले नि बुझिसकेँ दाइ मैले त्यो भएर नि अस्तिको भागमा मिसाएको भएर आज नमिसाएको हो कि मलाई अप्ठ्यारो लागेर त्यो हुन्छ तर खुसी छु म खुसीका आँसु हुने हो खुसीका आँसु हुने है कुनै पनि यसमा त्यो छैन दुःख केही पनि छैन खुसी नै खुसी छ दुःख त सब काटिसकेको हो दुःखको जिन्दगी काटिसकेको हो लाइफ पुरै स्ट्रगल हो कहिले पनि मान्छेलाई हुँदैन बुझिनुहोस् लाइफ पुरै स्ट्रगल हो दुःखै दुःख गर्नुपर्छ लाइफमा यति दुःख गरिसक्यो कि अब जस्ता जस्ता दुःखले केही हुनेवाला छैन कि लाइफमा त्यो भनेको अगाडि मर्दको जात हो दुःखै दुःखमा लाइफ जानुपर्छ दुःखै दुःख गर्नुपर्छ स्ट्रगल लाइफ भरि स्ट्रगल हान्नुपर्छ लाइफ भरि बुझेको बुझेन अलवेज बरु फ्यामिली खुसी बनाउने हो आफू चाहिँ डटेर काम गर्ने हो डटेर लाग्नुपर्ने हो
होइन राजाहरू सबलाई माया छ रेस्पेक्ट टु अल पिपुल वाचिङ मी फ्रम अब्रोड बाहिर बसेर काम हानिराख्नु भएको छ भोलि केटाहरूको काम छ होला अहिले यसो पठाउ सठाउमा राइड हान्दै हुनुहुन्छ होला कोही टिपर सिपर चलाइराख्नु भएको छ होला कसैले के काम गरिराख्नु भएको छ होला कोही पठाउमा खानासाना पुगाइराख्नु भएको छ होला सबलाई रेस्पेक्ट छ ओके एक न एक दिन सबका आएगा सबैको आउँछ असल हान्दै गर बवाल तरिकाले सबैजना पेलिएर नै काम गरिरहेको छौँ 100 दिदीले 100 लागि बोयको लाइफमा हजुरहरूले केही अब उसको स्टोरी सानोतिनो थोरै थोरै भए पनि कतै देख्नु होला तर फुल स्टोरी हजुरहरूले कसैले पनि थाहा पाउनु भएन कि बुझ्नुभयो नि फुल स्टोरी त मान्छेको ए भा यस्तो पनि हुन्छ लाइफमा भन्ने हजुरहरूले थट हजुरको आउन सक्छ यो भनेको 100मा हजुरहरूले 10% 15% मात्रै देख्नु भएको छ होइन यो किनभने देखाएर पनि केही हुनेवाला छैन तर इन्सपायर हुनुहोस् हजुरहरू भनेको कि कहिले पनि नछोड्नु के मतलब कि केही कामहरू गर्न पनि ए ला किनभने फ्यामिलीले पनि ए मेरो